नमस्ते। आजको टाइटल र थम्बनेलबाट यहाँले थाहा पाइसक्नु भएको छ आज हामी के विषयमा कुराकानी गर्दैछौँ भनेर। डिबी लोटरी 2027 को फर्म खोल्न आखिर किन ढिला भइरहेको छ त आउनुहोस् यो विषयमा म तपाईलाई केही जानकारी दिने गर्दछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र यस्तै टेक्निकल इन्फर्मेसनहरू तपाईले चाहनुहुन्छ भने हामीलाई सब्स्क्राइब गर्न नबिर्सिनु होला र फेसबुक अन्तर्गत हेर्दै हुनुहुन्छ भने हामीलाई फलो पनि गर्न नबिर्सिनु होला। यति बेला डिबी लोटरी फर्मको 2027 को लागि आवेदनमा चाहिँ केही परिवर्तन भएको छ। डिबी लोटरीको फर्म हुन त पहिला धेरै वर्षदेखि यो निशुल्क रूपमा भर्दै आइरहेको फर्म पनि हो, तर यो वर्ष 2027 को लागि भने केही परिवर्तन भएको छ। तपाईले यसभन्दा अघि पनि विभिन्न सञ्चार माध्यममा खबरहरू आइसकेको छ, अपडेटहरू आइसकेको छ। त्यही म यहाँको लागि जानकारी गराउन चाहन्छु। 2027 को लागि डिबी लोटरीको फर्म भर्दाखेरिमा चाहिँ हामीले $1 तिर्नुपर्ने हुन्छ। जस्तो पहिला हामीले चाहिँ निशुल्क फर्म भर्थ्यौँ भने अब चाहिँ इन्ट्री गर्नको लागि परिसरमा हामीले $1 पे गरिसकेपछि बल्ल इन्ट्री फर्म खोल्नेछ र त्यसको लागि चाहिँ अब त्यसको म्यानेज कसरी गर्ने भन्ने विषयमा पनि त्यहाँ कुराहरू भइरहेको छ। त्यसको कारणले पनि अब चाहिँ भनौँ न यो डिबी लोटरीको फर्म खोल्नको लागि ढिला भइरहेको चाहिँ जस केही कारणहरू त्यो पनि हुनसक्छ र त्यसले पनि बजाइरहेको छ। अनि अर्को कुरा भनेको यति बेला अमेरिकामा सटडाउन रहेको छ। सटडाउन भन्नाले कुनै पनि सरकारी कामहरू त्यसै गरी अन्य कामहरू पनि कुनै पनि कामहरू भइरहेको छैन र आर्थिक प्रशासनदेखि सबै कामहरू यति बेला ठप्प रहेको छ अमेरिकामा र सटडाउनको कारणले पनि यति बेला चाहिँ त्यो भनौँ न डिबी लोटरीको काम भनेको एउटा सरकारी तर्फबाट हुने काम भएकोले पनि त्यसलाई चाहिँ प्रक्रिया मार्फत चाहिँ अगाडि बढाउनको लागि कठिनाइ गरेको छ। अब चाहिँ सटडाउन खोल्ने तयारीमा पनि छ अमेरिका। कारण दुईवटा कारण हुन सक्छ र एउटा जानकारी पनि म तपाईलाई के गराउन चाहन्छु भन्दाखेरिमा चाहिँ यो डिबी लोटरीको फर्म खोल्ने समयावधि जस अनिश्चित जसै भए पनि खुल्न चाहिँ एक दिन खुल्न चाहिँ अवश्य पनि खोल्छ यो र जस चाँडै नै त्यसको चाहिँ अपडेट फेरि पनि दिनेछु म तपाईको लागि। तर डिबी लोटरीको फर्म यो वर्ष खुल्छ भने हामी कसरी ढुक्कका साथ भन्न सक्छौँ भने यसको रिजल्ट प्रकाशन हुन्छ जुन चाहिँ मे महिनामा प्रकाशन हुन्छ। यसको मे महिनामै प्रकाशन हुने गरी नै उनीहरूले काम अगाडि बढाइरहेका छन्। त्यसैले चाहिँ डिबी लोटरीको जुन वेबसाइट रहेको छ dbprogram.state.gov चाहिँ वेबसाइट चाहिँ हामीले हेरिरहनु पर्ने हुन्छ र त्यसमा चाहिँ नयाँ अपडेटहरू अवश्य पनि दिनेछ। सो तपाईलाई आजको जानकारी कस्तो लाग्यो, यस्तै जानकारी चाहनुहुन्छ भने हामीलाई सब्स्क्राइब गर्न नबिर्सिनु होला र फेसबुक पेज अन्तर्गत हेर्दै हुनुहुन्छ भने हामीलाई फलो गर्नु होला।